नमस्कार। आजको यो विशेष प्रेस कन्फरेन्समा र विशेष गरेर आजको यो प्रेस कन्फरेन्सलाई सुरुवात गर्नुभन्दा अगाडि विशेष गरेर अति नै आदरणीय सिक्किमे जनसमुदायको अगाडि विशेष गरेर तपाईहरुको अगाडि हाम्रो परिचय राख्न चाहन्छु। विशेष गरेर आज यो प्रेस कन्फरेन्समा मेरो राइट साइडमा तपाईले देख्न सक्छ हामी माझमा हुनुहुन्छ विजय सुब्बा सर। ही इज अ प्रोप्राइटर पोस्टिट्युट एन्ड ही इज अ ब्युटी पेजेन्ट कोअर्डिनेटर अफ डिस्कभर राबोङ छोजो फेस्टिभल 2025। यसरी नै आजको यो प्रेस कन्फरेन्समा हामी माझमा हुनुहुन्छ रोशन राज सर र उहाँ पनि इज अ फ्यासन शो ओभरअल कोअर्डिनेटर अफ डिस्कभर राबोङ छोजो फेस्ट 2025। यसरी नै मेरो लेफ्टमा हुनुहुन्छ गिर्मिला भुटिया म्याडम। सी इज अ एन्टरप्रेन्योर एन्ड सी इज अ ब्युटी पेजेन्ट कोअर्डिनेटर अफ डिस्कभर राबोङ छोजो फेस्टिभल 2025। र विशेष गरेर आजको यो प्रेस कन्फरेन्स राख्नुको मेन उद्देश्य हजुरहरूको अगाडि के थियो भन्दाखेरि विशेष गरेर तपाईलाई सर्वविदित भएकै कुरा हो, राबोङला नाम्ची डिस्ट्रिक्ट अन्तर्गत यो आउने 11 अप्रिल 2025 देखि लगेर 16 अप्रिल 2025 सम्म भव्यताको साथमा राबोङलाको छोजो लेक प्रेमिसेसमा डिस्कभर राबोङ 8th छोजो फेस्टिभल 2025 पर्व भव्य अनि सभ्य मनाउनु गइरहेको छ। र यो विशेष गरेर यो पर्व इट्स बीन सपोर्टेड एन्ड स्पोन्सर्ड बाई गभर्नमेन्ट अफ सिक्किम under the noble guidance and direction of Honorable Chief Minister Shri Prem Singh Tamang Goleज्यू। र विशेष गरेर यो पर्वको धेरै एक्टिभिटिजहरु छ, तर त्यस मध्येमा एउटा एट्र्याक्टिभ एक्टिभिटिज हजुरहरूको अगाडि आजको यो प्रेस कन्फरेन्समा हामी जानकारी लिएर उपस्थित भइसकेको छु। कति भाग्यशाली जस्तो लाग्छ अहिले फर द फर्स्ट टाइम। अन्त अब हाम्रो डिस्कभरी राबोङ छोजो फेस्टमा चाहिँ हाम्रो एउटा ब्युटी कन्टेस्ट पनि भइरहेको छ। त्यो जस्ट नट जस्ट ब्युटी कन्टेस्ट मात्रै होइन, यहाँ चाहिँ मिस्टर एन्ड मिस छोजो मात्रै नभएर त्यहाँ चाहिँ जो चाहिँ जित्छ हामीले चाहिँ के कुरा गरेको छ, जो जित्छ उनीहरूलाई चाहिँ डाइरेक्ट एन्ट्री फर्स्ट सेकेन्ड थर्डलाई चाहिँ मिस सिक्किममा डाइरेक्ट एन्ट्री पनि विदाउट अडिसन पनि लिने भएको छ विनर्सहरूलाई। अन्त विनर्सहरूलाई त्यो मात्रै नगरेर चाहिँ हामीले थुप्रो कुरामा ग्रुम पनि गराउने भएको छ हो। सो ब्युटी कन्टेस्ट चाहिँ अब जस्तो मिस सिक्किम हुन्छ, मिसेस सिक्किम हुन्छ, मिस्टर सिक्किम हुन्छ, त्यही प्रकारले ब्युटी कन्टेस्ट त गरिबस्छ। तर त्यो मेन चाहिँ अब हामीले चाहिँ ग्रासरुट लेभलदेखि नै यो जुन चाहिँ सिएम साहबको भिजन छ त्यहाँदेखि चाहिँ ग्रुम गराउँदै गराउँदै अगाडि बढाउने भनेर सोचिरहेको छ। सो त्यही कारण चाहिँ हामीले छोजो फेस्टमा पनि योपालि चाहिँ ब्युटी कन्टेस्ट गर्दैछ। अन्त ब्युटी कन्टेस्टमा जसले जित्छ जस्ट मिस सिक्किममा मात्रै नगरेर चाहिँ हामीले थुप्रो अरू जग्गातिर पनि हामीले चाहिँ लाने कोसिस गर्दैछ है। सो त्यसको लागि चाहिँ अब हामीले अडिसन चाहिँ राखेको छ 5th of अप्रिलमा डन हिलमा, जुन चाहिँ नामनाममा छ 5th of अप्रिलमा। त्यो टाइम चाहिँ 10 AM till 5 PM राखेको छ। तर त्यसको लागि अलिक डिटेल्समा चाहिँ हाम्रो गिर्मिला म्याडमले अहिले भन्नुहुन्छ। सो त्यही हो, अरू पनि केही छैन। अब त्यस्तो बेसी त भन्नु के पनि पर्दैन, किनभने अब इट्स बिन अ वाइल मोर देन डेकेड सिक्किमले राम्रो गरि नै रहेको छ अहिले ब्युटी पेजेन्टमा त। सो त्यसको लागि चाहिँ गिर्मिला म्यामले अलिकति क्राइटेरिया अन्त के छ। पंजाब स्टेट डियर 200 मंथली लॉटरी। पहिलो पुरस्कार 1,50,00,000 ग्यारेन्टेड पुरस्कार। टिकट को मूल्य 200 रुपया। पहिलो पुरस्कार केवल बिक्री भएका टिकटबाट। सो अडिसनहरूको कुरा गर्दै गर्दाखेरि जुन चाहिँ विजय सरले भन्नुभयो 5th देखि हो हाम्रो यो। अन्त हाम्रो सर्ट टाइम भएकोले गर्दाखेरि चाहिँ ट्रेनिङ सेसन पनि सर्टै रहन्छ है। त्यसले गर्दा हामीले चाहिँ हस्टेल एन्ट्री चाहिँ सर्टै भए पनि ट्रेनिङ गरौँ भनेर हाम्रो केटाकेटीलाई, त्यसले गर्दा 7th देखि 11th सम्म चाहिँ हामीले ट्रेनिङ सेसन दिने भएको छ, जुन चाहिँ गान्तोकमै रहन्छ ट्रेनिङ सेसन। र 11th मा जुन चाहिँ हाम्रो ओपनिङ हुँदैछ छोजो फेस्ट, त्यति बेला चाहिँ हाम्रो त्यहाँनिर एउटा राउन्ड हुन्छ 11th मा चाहिँ भनेर सोचेको छौँ अहिलेसम्म चाहिँ है। त्यति बेला चाहिँ राबोङमा हुन्छ अनि अरू चाहिँ कन्टिन्युअसली राबोङमै हुन्छ। सो द सोको बारेमा डिटेलमा भन्नु पर्यो भने चाहिँ इट्स गोइङ टु बी अब अलिकति डिफ्रेन्ट, रेगुलर भन्दाखेरि अलिकति डिफ्रेन्ट हुन्छ है, किनभने टाइम लिमिट कम्तीले भएकोले गर्दा र टाइम एक्सटेन्ड बेसी नहोस् भनेर चाहिँ वी विल बी डुइङ सबै इभेन्ट यतै गान्तोकमै डल्लै गर्छ र क्राउनिङ सेसन चाहिँ हामी त्यहाँ गरौँ भनेर सोचेको छौँ। अनि अर्को हाम्रो हाइट क्राइटेरियाहरू चाहिँ 5
2 above छ है। अन्त त्यस्तो डरलाग्दो क्राइटेरियाहरू अरू केही राखेको छैनौँ हामीले, बिकज इट्स फेस्टिभल भनेर है, त्यसले गर्दाखेरि अलिकति प्लेफुल पनि होस्, राम्रो होस् है, सबैजनालाई एउटा एन्टरटेनमेन्ट होस् भनेर पनि हो। त्यसले गर्दा चाहिँ त्यति डरलाग्दो क्राइटेरिया राखेको छैन, तर त्यहाँबाट जो पनि विनर हुन्छ विशेष सरले भन्नुभएको जस्तो है, हामीले प्लेटफर्म क्रिएट गरिदिएको छौँ अनि हामी उहाँहरूलाई त्यहाँनिर पठाउँछ भनेर सोचेको। यसरी नै म सर्वप्रथम धन्यवाद दिन चाहन्छु हाम्रो चिफ प्याट्रन अनरेबल चिफ मिनिस्टर सर श्री PS तामाङ सर, यसरी नै हाम्रो एरिया MLA सर अनरेबल एरिया MLA सर रिक्सल दोजी भुटिया, यसरी नै हाम्रो टासी गेल्पो सर हाम्रो युथ आइकन हाम्रो राबङलाको, यसरी नै हाम्रो लाक्पा मुक्तान हाम्रो प्रेसिडेन्ट युथ विङ SKM को हाम्रो लाक्पा सरलाई म थ्याङ्क यू दिन चाहन्छु। उहाँहरूले हामीलाई एउटा ब्युटिफुल अपर्च्युनिटी दिनुभएको छ है। र तपाईँहरूलाई बताउनु पर्दाखेरि हामीले चाहिँ एउटा ग्रान्ड ग्ल्यामर सो एउटा गर्दैछौँ। त्यसमा चाहिँ हामीले के राखेको छौँ भने हाम्रो जति पनि पहिला यहाँनिर सिक्किमबाट सायद पोजिटिभबाट सायद कुनै पनि क्षेत्रबाट मतलब कुनै पनि ब्युटी पेजेन्टबाट जितेकोहरूलाई अब सबैलाई हामी कोल्याब गरेर उहाँहरू सबैलाई बोलाएर र सायद हामी नर्थ इस्टको एकजना मोडल्सहरूलाई पनि ट्राई गर्दैछौँ ल्याउने, साथसाथै नेपालबाट पनि हामीले ट्राई गर्दैछौँ ल्याउने र एउटा राम्रो ग्ल्यामर सो गरौँ भनेको। त्यो सोले चाहिँ के गर्छ भने हामीले चाहिँ हाम्रो योपालिको सोको हामीले एउटा सर्ट यो ग्ल्यामर सोको मात्रै थिम सोचेको छौँ भने ट्रिब्युट टु 50th स्टेटहुडको हामीले यो एउटा ट्रिब्युट दिने हामीले सोचेको छौँ यो सोले चाहिँ। अन्त यस्तै प्रकारले अर्को कुरा के गर्नु पर्दाखेरि जति पनि हाम्रो राबङलाको सराउन्ड नाम्ची जोरथाङको भाइ बहिनी हुनुहुन्छ उहाँहरूलाई चाहिँ प्लिज म के रिक्वेस्ट गर्न चाहन्छु भने उहाँहरूले चाहिँ पेजेन्टमा आएर जोइन गरिदिनुहोस्, किनभने यो ग्ल्यामरमा चाहिँ हामीले सबै एक्सपिरियन्सहरूलाई लिएर एउटा ग्ल्यामर सो गराउने विचार गरेको छौँ। पेजेन्टको लागि चाहिँ तपाईँहरूले सबैले हाम्रो विजय सर मोस्ट ट्यालेन्टेड विजय सर एन्ड गिर्मिलालाई तपाईँहरूले कन्ट्याक्ट गरिदिनुहोस् भन्ने हामी बिन्ती गर्न चाहन्छौँ। र यो छोजो फेस्टको बारेमा बताउनु पर्दा डिस्कभर राबङला चाहिँ अब यो 8th एडिसन हो। 2002देखि सायद यो सुरु भएको, त्यहाँदेखि नै हामीले यसलाई कन्टिन्युटी दिइरहेको छौँ। सो थिङ्स आर लाइक द्याट। थ्याङ्क यू सो मच। म यति नै भन्न चाहन्छु यो बारेमा। जुन चाहिँ मिस्टर एन्ड मिस छोजो फेस्टमा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एन्ट्री फिस छैन नम्बर 1। अन्त अर्को चाहिँ जसले जित्नुहुन्छ उहाँहरूलाई क्यास प्राइज पनि राखिदिएको छ हाम्रो अनर CM साहबकोपट्टिबाट। अन्त अरू केही डिटेल्सहरू चाहियो भने अन्त कसलाई अनलाइन फर्म भर्नु टाढोबाट आउनु सक्नु भएन चाहिँ 1 तारिकदेखि अन्त पोजिटिभको वेबसाइटमा पनि गइकन चेक गर्न सक्नुहुन्छ। सो हाम्रो SKM दर्पणदेखि थुप्रो जग्गामा चाहिँ हामीले हाल्दैछ, जस्तो अब हाम्रो फर्महरू पनि त्यहाँबाट निकाल्नु सक्नुहुन्छ। अन्त पोजिटिभ र मिस सिक्किमको पेजतिर पनि हामीले सबै त्यहाँनिर फर्महरू हालिदिएकै हो, जस्तो अपडेट चाहिँ त्यहाँबाट पनि पाइहाल्नुहुन्छ कहिले के हुन्छ भनेर। अन्त कतिजना टाढो बस्नुहुन्छ भने चाहिँ उहाँहरू आउनु सक्नु भएन भने अडिसनको लागि उहाँहरूले आफ्नो भिडियो क्याप्चर गरेर हामीलाई पठाउन सक्नुहुन्छ, त्यो पनि गरेको छ हामीले।